लास्टै मिठो कतिजनालाई आँपको गोल्का मनपर्छ आज मेरो घरमा चाहिँ मम्मीले आँपको गोल्का बनाउँदै हुनुहुन्छ यो भर्खरमा हामीले मम्मी र आँपको बोक्राहरू फालेर आँप काटेर राखेको छ म हजुरलाई देखाउँछु कसरी बनाउने आँपको गोल्का भनेर तेल ताप्दैछ छोरी धनिया सँग चलाउने अब हामीले हालिसक्यो म बेसार हाल्दैछु त्यसको लागि काश्मिरी लाल मिर्च भयो अब हामीले भेरी हाल्दै हुनुहुन्छ मम्मीले हल्का चिनी पनि अब हाम्रो मम्मीको स्पेसल मसला मम्मी के मिलाएर बनाउनु भएको यो मसला जिरा अनि सौफ कलौदी टिमुर अनि तिल आलस हालेर बनाएर राख्दैछु ल त्यसलाई पकाएर भइसकेपछि अनि फाइनल्ली यो रेडी छ है टेस्ट गर्छु है त आज बनाएको गोल्का कस्तो छ